नमस्ते सबैजनालाई। तपाईहरु पनि म जस्तै विदाउट एजेन्ट बाली जान खोज्दै हुनुहुन्छ भने म तपाईलाई केही सजिलो उपायहरु देखाउन गइरहेको छु। फर्स्टमा चाहिँ मैले यो स्काई स्क्यानर अथवा ई-सेवाबाट चाहिँ टिकट लिएको छु है। बालीको टिकट मलाई लगभग अहिलेको दरमा चाहिँ 90,000 पर्यो। अनि त्यसपछि मैले चाहिँ booking.com बाट चाहिँ मेरो अकाउन्ट थियो, त्यसबाट चाहिँ मैले रुमहरु बुक गरे है। त्यसपछि मलाई ई भिजाको लागि चाहिँ मलाई चाहिँ भिजा लिनु पर्ने थियो। मैले चाहिँ त्यही भएर चाहिँ यो इन्डियन कन्सुलमा फोन गरेर सोधे। उहाँले चाहिँ मलाई चाहिँ 19,000 जति पर्छ भन्नुभयो। 10 दिनमा आउँछ स्ट्याम्प भिजा भन्नुभयो। एकदम महँगो फिल भयो मलाई। त्यसपछि मैले चाहिँ कुनै अरु चिनेको ट्राभलरमा सोधे, उनीहरुले पनि 13 to 14,000 भन्नुभयो मलाई। त्यो पनि महँगो फिल भयो र मैले चाहिँ आफूले रिसर्च गरेर चाहिँ डाइरेक्टली यो वेबसाइटमा गएर चाहिँ भरे। अब कसरी गर्ने भन्छ म तपाईलाई देखाउन गइरहेको छु। हेर्नुस् है, नेपाल टाइप गर्नुस्, नेपाल गर्नुस्। त्यसपछि तपाईको के को लागि जान्दै हुनुहुन्छ, त्यो जनरल फ्यामिली अर सोशल हामी घुम्न गइरहेको छौं त्यही भएर। त्यसपछि टुरिज्म यो गर्ने। त्यसपछि अब हाम्रो हितमा चाहिँ 60 डेज को छ। यो चाहिँ अलिकति महँगो पर्छ हैन। अब इन्डिया उनीहरुको चाहिँ 30 डेज को छ, त्यो अलिकति सस्तो पर्छ। मैले चाहिँ 60 to 65 कति तिरे भिजाको लागि है। त्यो गरेर 60 डेज को हुन्छ। यो C1 भिजा हो। यसो गरेपछि यहाँ चाहिँ अप्लाई गर्नु। यहाँ चाहिँ के गर्नुपर्छ यही देखेको हुन्छ है कस्टिङ। यसमा अलिकति थपेर आउँछ लास्टमा गएर। अनि यहाँ गरेपछि यो जनरली यो पेज खोल्छ है। अब त्यसपछि खोलिसकेपछि यहाँ चाहिँ तपाईको अब यो ट्राभल डकुमेन्ट, अब पासपोर्ट हाल्नुस् हैन, फोटो एउटा फोटो हाल्नुस्। अनि त्यसपछि नेक्स्ट गर्नुस् हैन। नेक्स्ट गरिसकेपछि चाहिँ यहाँ चाहिँ तपाईको यसरी आउँछ है। अब यहाँ चाहिँ आउँदाखेरि चाहिँ यहाँ तपाईको चाहिँ अब क्रेडिट कार्डको यो चाहिँ थिच्नुस्। डेबिट कार्ड, क्रेडिट कार्ड के छ, मास्टर कार्ड चाहिँ मेरो चाहिँ मैले नोबेलको डलर कार्ड लिएको थिएँ, त्यहाँबाट सजिलो भयो मलाई हैन। अनि त्यहाँ तपाईको डकुमेन्टबाट आउँछ, यसरी चेक थिच्ने, यो फोटो भयो भने थिच्ने, तपाईको इमेल एड सबै चेक थिच्नुस्। तपाईको जेन्डरहरु है, तपाईको यो फोन नम्बरहरु, पासपोर्ट डिटेल्सहरु, यो एक्सपायरी डेटहरु सबै एकदमै राम्रोसित हेरेर भर्नुस् हैन। किनकि एकचोटी भरिसकेपछि फेरि भोलि गएर हुन्छ प्रब्लम हुन्छ। त्यसैले एकदम राम्रोसित भन्नु। त्यसपछि तपाईको होटलको डिटेल माग्छ। हाम्रो हितमा चाहिँ यसमा चाहिँ तपाईको मागेको छैन कि हामीले चाहिँ के भन्छ ट्राभल डकुमेन्ट्सहरु चाहिँ है, फ्लाइटको चाहिँ त्यो चाहिँ पछि इमिग्रेसनमा देखाउनु पर्छ। अनि मैले भने अनुसार मैले booking.com बाट गराएको थिएँ। त्यहाँबाट होटलको भेटाएँ हैन। होटलको तपाईको हाल्नुस् यहाँ कहाँ बस्नुहुन्छ भनेर। त्यसपछि तपाईको यो $2,000 सम्मको बैंक ब्यालेन्सको चाहिँ 3 महिनाको हाल्नुपर्ने हुन्छ है। मैले चाहिँ मेरो PDF गरेर यहाँ हाले, यो पनि चेक भयो। त्यसपछि डिक्लेरेसन गरे हैन, मेरो सबै ठीक छ भनेर। त्यसपछि सेभ भयो, यसरी गरे। अनि यसरी यस गर्ने। त्यसपछि अब यहाँ चाहिँ हाम्रो यो भयो। अब यहाँ वेटिङ फर पेमेन्ट भन्ने चाहिँ यसको डिटेल आउँछ। यो गइसकेपछि C1 भिजामा तपाईको डिटेल यसरी आइसक्यो है। अब यहाँ चाहिँ टाइमिङ दिएको हुन्छ, यति गरेर यो गर्ने। अनि पेमेन्ट टक्क लादिसकेपछि देखाउँछ अहिले। अब यहाँ गएर तपाईको चाहिँ यति पैसा तिर्नु पर्ने हुन्छ है। अब यो चाहिँ तपाईको यहाँ चाहिँ तपाईको कार्डको डिटेलहरु हाल्नुस्, गर्नुस्। ठ्याक्क गरिसकेपछि चाहिँ तपाईको भिजाको प्रोसेस सकिन्छ। अनि भेरिफिकेसनमा जान्छ। भेरिफिकेसनमा गइसकेपछि चाहिँ तपाईको वर्किङ डेज 5 to 7 डेजमा आउँछ। मेरो हितमा चाहिँ मेरो चाहिँ 7 डेजमा आयो। तर म चाहिँ 6 डेजमा नआइसकेपछि एम्बेसीलाई एउटा चाहिँ उता इन्डोनेसियामा चाहिँ एउटा लेटर लेखेँ हैन। अनि त्यसमा चाहिँ मेरो किन आएन भनेर सोध्दाखेरि उनीहरुले चाहिँ यसो भयो भनेर जाने तत्कालै गरेर पठाइदिनु भयो। एकदमै सजिलो प्रोसेस छ। अब यो भिजा आइसक्यो हैन। अब त्यसपछि अब तपाई जानको लागि रेडी है। त्यही भएर हामीले सजिलो वेमा जानु छ भने अब म जस्तै सोलो ड्राइभर हुनुहुन्छ भने यो चाहिँ एकदमै बेस्ट वे जस्तो मलाई फिल भएको छ। तपाईहरुलाई कस्तो लाग्छ तपाईहरुले यसरी नै गर्नुस्। इजी छ प्रोसेस चाहिँ, त्यस्तो गाह्रो छैन। हस्त नमस्ते।